Hello, good morning everyone. JMC सबैलाई अनि आज चाहिँ Saturday अनि I'll show you कस्तो हुन्छ मेरो Saturday as a student. Let's stay to the end. अनि सबै कुरा देखाउनुहुन्छ. I'm heading towards the work. Let's go. अनि आज चाहिँ साँझ गोस्पेल नि छ. अनि केटाहरूसँग आज बास्केटबल नि खेल्छु होला सायद. केटाहरू आउँछु भनिरहेको छ हानक्लिफ, इनाम सर र अनि जीवन दाइ. होप फर द बेस्ट. अनि म चाहिँ अब निस्किसकेको छु. अनि यहाँ चाहिँ बिहान बेलुका चाहिँ चिसो हुन थालिसक्यो. नेपाल र अनि यहाँको वेदर चाहिँ छुट्टै छ क्या. नेपालमा गर्मी हुँदा यता जाडो हुन्छ, यता जाडो हुँदा उता गर्मी हुन्छ. अनि म हाइवेमा आइसकेँ. त्यहाँ हो मकान गर्नुपर्ने. अनि मेरो बस अब आइपुग्न लाग्यो होला. प्रायः चाहिँ म ट्रेनभन्दा पनि बस युज गर्छु बिहान. लेट्स गो. चाहिँ धमाधम चलिरहेछ. क्यामेरा फोकर भइरहेछ. हस्पिटल ल यता इनाम सर पार्टी फर्स्ट टाइम केटाहरूको घरमा यहाँ नुडल गोर्मे सर. यो चाहिँ के नुडल गोर्मे है? यो चाहिँ सिजनले बनाएको है. ल सिजन चाहिँ किचनमै छ. दादा यु कम टु इट अर नट? वाट टु डु म्यान? अब चाहिँ सिटिङ हुन गइरहेको. बब्बाई के छ? हेलो, आफ्टर लङ टाइम. वाउ. Sujan Dai all the way from Nepal coming to visit Australia. मैले DJ आइले केटालाई भेट्न आएको के अस्ट्रेलियामा. ल है त सही स्टेट. आजकल चाहिँ त्यो मान्छे ल है त आइयो. Let's go. Let's go. Let's go. ल है त अब चाहिँ नेक्स्ट वर्फ. लेट्स गो. राति चाहिँ बल देखिन चाहिँ 200 भन्दा. Finally, we have reached to the Kakato Island. यो चाहिँ पहिला जेल थियो रे है. वरको समयमा भुटिया आइल्यान्ड रे है. यो चाहिँ पहिलाको. लेट्स एक्सप्लोर. के भेटिन्छ हामी देखाउने नै छौँ. स्टे ट्युन. यहाँ चाहिँ ग्ल्याम्पिङ नि गर्न मिल्छ. वो तोपै तोप. तोपै टक्क चिटिक्क परेको तोप हो. हे यहाँ फेरि ट्याङ्क नि छ है साथीहरू. नेपालमा जे छैन यहाँ छ है. छिमेकी टेन्टकै ठाउँमा ट्याङ्क छ है. ट्याङ्क तो पनि यहाँ चाहिँ प्राय ग्ल्याम्पिङ गर्दा रहेछ. मिन्स यो चाहिँ के हो भन्दा क्याम्पिङ जान्छ नि त्यसरी नै ग्ल्याम्पिङ जान्छ. जस्तै यहाँ टेन्टहरू चाहिँ सेटअप हुनुहुन्छ सबै कुराहरू. अनि आएर बस्ने मात्र हो. यहाँ चाहिँ बास्केटबल कोर्ट नि छ है. चेस नि छ. चेस के हो यार? भुटिया हो कि क्या हो? होइन यो टनल हो. कहिले त उता छ. ल है त निस्क्यो है त. अर्को साइडमा निस्क्यो है त हामी. कहाँ निकाले भाउ भयो तिमीले? अर्कै देशमा निकाल्यो कि क्या हो? हामी निस्किन त निस्क्यो.
तर्सायो तर्सायो खै तर्सायो साथीहरू कस्तो शान्त है यार त्यही बाटो फर्केँ मैले उताबाट छ यहाँ नि एउटा टनल छ है उयो त्यहाँ माथि त मान्छे छ त यार हाई हाम्रो सोचन दाइ भइसक्यो हो कहाँ यो यार भुतिया बङ्गला हो कि क्या हो यार हो यो त पक्का जेल जस्तो छ यार सेल होला के हो अनि तिम्रो यो जेल मैले तोडेर गएको हो त ओहो सस्तावाला धरा रहेछ त यहाँ त Lambo. Wow. Let's go forward. चल्दैमै चल्दैम साथीहरू के गर्नु यहाँ अब म त पार्कर हो त जमानामा आएको कहाँपट्टि भरेङ हो अघि हामी यसरी घुम्न नि मिल्थ्यो तर छोडिदिनु यहाँ चाहिँ कैदीहरू चाहिँ झ्याउ लागेपछि यहाँ यसरी बस्थ्यो कैदी नम्बर 420 ल ल जाउँ 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 माछा नि दादा यहाँ त ब्यारेकहरू है यो चाहिँ पढ्ने चाहिँ फुर्सद छैन तपाईँहरू पढ्नु ल यहाँ चाहिँ अब के गयो भर्खर त यार कि क्या हो यार ये हाम्रै साथी खट्टा अब के यार तिमी त यार यो त के हो यार पहिला कैदीहरू यसो सुत्थे यो चाहिँ कैदी नम्बर 420 डर लाग्दो छ त यार अझै एक्सप्लोर गरौँ यहाँ चाहिँ डिस्कभर वाट यहाँ चाहिँ पानी खान्थ्यो होला ड्रिपस्टोन ओहो यो जेलमा त मलाई राख्दा नि हुन्थ्यो यार यस्तै मैले यहाँ तिमीलाई मार्दिएको होइन तर एक्लै आयो भने चाहिँ डरै लाग्ने रहेछ तर यार ओहो सिनेमा नि छ है फेरि साथीहरू सिनेमा ल्यासको लाई त अब चाहिँ चल्दै गयो अब फेरि आउँछ कि बर्फ आउँछ अनि तपाईँले सिप गरेको थिएन नि त त्यही भएर माइनस the cat. Oh, you can see the people's right there flashing out the lights. Whoa. ल त फेरि टाउन हलमा अब टाउन हलको हल्ली चल्ली रातिको हल्ली चल्ली कस्तो भइरहेको छ सोजन भाइ बाबु भाइ
यो चाहिँ पाङ्ग्रा बाइक चाहिँ छैन हामीसँग तिमीलाई कस्तो लाग्दैछ मलाई चाहिँ मिठो लाग्यो नाइस धन्यवाद